लाइफलाई स्टेडी तरिकाले लिएर जानुपर्छ। तिमीले पाएको चिज यही संसारमा तिमीले खर्च गर्ने हो हैन। जेमा खर्च गर्यौ पाप पुण्य तीबाट कमाउँछौ। जोगायो भने चाहिँ तिमीले अर्कोको लागि जोगाइदिएको हो रे क्या हैन। तिमीले खर्च गर्नु पर्यो। तिमीले केमा खर्च गर्छौ आफूले कमाएको हैन, सोच अथवा सबै चिज हैन। सो त्यसले गर्दाखेरि त्यसपछि चाहिँ भयो क्या। अनि बाँडेर खाऊ। यो हाम्रो अस्थायी घर हो सञ्जय। हाम्रो घरहरू कतै छ। तिमी हामी लगायत यो पृथ्वीमा आउने जो पनि परिमार्जन हुन्छ नि। नष्ट भन्दिनँ म। अब यो सोलको के हुन्छ त्यो आफ्नो ठाउँमा होला हैन, तर शरीर यही अर्को रूपमा चेन्ज हुन्छ क्या। अनि यो हाम्रो घर होइन। हामीले यो सम्झ्यौँ भने हामी एउटा के ड्युटीको लागि अथवा एउटा भिडियो गेमको लेभल क्रस गर्नको लागि आएको हैन भन्ने एउटा सोच्यो भने चाहिँ अनि ग्रेसफुल यो यहाँबाट जति पाइन्छ यी छोडेर जाने भएर। त्यस कारण त्यसलाई ब्यालेन्स गरेर जति पाइन्छ बरु रिटर्न पनि